आदरणीय दर्शकवृन्द, कार्यक्रम कुण्डलीमा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। सर्वप्रथम आज पञ्चाङ्ग श्री 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 गोरक्ष भगवान नेपाल स्वस्ति श्री श्री श्रेष्ठमा 1,95,58,85,113 वर्ष विक्रम संवत 2077 साल सूर्य उत्तरायण शिशिर ऋतु विश्व आवासुनाम संवत्सर सौरमा अनुसार फागुन महिनाको 4 गते शुक्रबार चान्द्रमान अनुसार माघ शुक्ल पक्ष पञ्चमी तिथि 11:15 बेला बिहान 11:13 अश्विन नक्षत्र 60 घडी समस्त रूपमा स्कुम्बाद युगमा शुभयोग 18:18 बेला कौलभकरण आनन्दात युगमा वज्रयोग चन्द्रमा मेष राशिमा तदनुसार फेब्रुअरी महिनाको 15 तारिक सन् 2013 आजको दिनमान 27:57 बेला सूर्योदय 6:42 र सूर्यास्त 5:54 हुनेछ। आज श्री पञ्चमी वसन्त श्रवण सरस्वती पूजा भनी दर्शकवृन्द विशेष गरेर विद्याकी अधिष्ठात्री देवी भगवतीको सरस्वतीको पूजा आराधना गरेर सुख शान्ति समृद्धिको कामना गर्ने दिन पनि दर्शकवृन्द विशेष गरेर आजको दिन महत्त्वपूर्ण कार्य गर्दा अक्षरारम्भको लागि अत्यन्त उत्तम र शुभ साहित रहेको हुन्छ। वसन्त श्रवणको शुभ समय पनि रहेको छ। यसैसाथै सुरु गरौँ आजको राशिफल। सर्वप्रथम मेष राशि आफन्त सहयोग प्राप्त गरेला परिवारको सुख शान्ति आउनेछ। मनमा दुविधा बढ्न सक्छ। अनावश्यक खर्चले तनाव उत्पन्न होला। सञ्चार एवं विविध क्षेत्रमा रमाइलो सहभागिता बढ्नेछ। सन्तानको स्वास्थ्य विघ्नले खर्चमा वृद्धि होला। अनावश्यक व्यक्तिको सेवा गर्नुपर्ला। राजनीतिक लोभवाद लाग्न सक्छ। मुहारमा कान्ति छाउनेछ। पारिवारिक सम्बन्धमा खटपट देखा पर्न सक्छ। आकस्मिक धनको क्षति बेहोर्नु पर्ला। रमाइलो यात्रा योग देखिन्छ। अनावश्यक खर्च र विवाद बढ्न सक्छ। अध्ययन अध्यापनमा सफलता लाग्ला। व्यापार व्यवसायमा उतार चढावको स्थिति आउन सक्छ। व्ययको अधिकता रहने योग पनि देखिन्छ। वृष राशि आफन्त तथा मित्रजनहरूसँग अनावश्यक विवाद बढ्न सक्ने योग देखिन्छ। बोलीको प्रभाव बढ्नेछ। वैदेशिक यात्रामा सफलता लाग्ला। जागिर पदोन्नति योग पनि रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यावसायिक परिवर्तन योग देखिन्छ। आयोजनमा नयाँ स्रोतहरू फेला पर्लान्। साझेदारी कामबाट सफलता मिल्नेछ। कृषि व्यवसायमा सफलता लाग्ला। स्वास्थ्यमा दाहिने पीडा बढ्न सक्छ। कार्यमा मनोबल घट्ने देखिन्छ। अध्ययन अध्यापनमा सुधार होला। शत्रुहरू सबल रहनेछन्। मनमा चञ्चलता बढ्न सक्छ। आकस्मिक धन प्राप्ति योग पनि रहेको छ। मिथुन राशि परिवारमा अनावश्यक तनाव उत्पन्न हुन सक्छ। सञ्चार एवं शिक्षा क्षेत्रमा लाभ प्राप्त गरेला। न्याय क्षेत्रमा बाधा उत्पन्न हुन सक्ने योग देखिन्छ। शैक्षिक क्षेत्रमा सफलता लाग्ला। व्यापार व्यवसायमा प्रगति हुनेछ। शारीरिक थकान बढ्नेछ। साहित्य सङ्गीत र कला क्षेत्रमा सफलता लाग्ला। दाम्पत्य जीवन सुखमय रहनेछ। खर्चिलो यात्रा योग देखिन्छ। वैचारिक मतभिन्नता बढ्न सक्छ। महत्त्वपूर्ण कार्यमा बाधा उत्पन्न हुनाले मन अशान्त रहला। आयोजना सामान रहनेछ। बोलीको प्रभाव बढ्नेछ। मनमा उत्साह र उमङ्ग बढ्न देखिन्छ। धन सञ्चय योग रहेको छ। परिवार विवाद उत्पन्न होला। रमाइलो यात्रा गर्नुपर्ने योग पनि देखिन्छ। कर्क राशि अध्ययन अध्यापनमा सामान्य रहनेछ। व्यापार व्यवसायमा प्रगति होला। जागिर पदोन्नतिको सम्भावना देखिन्छ। वैदेशिक यात्रा योग रहेको छ। धन सञ्चय योग पनि रहेको छ। परिवार विवाद उत्पन्न हुन सक्छ। रमाइलो यात्रा गरिएला। अध्ययन अध्यापन सामान्य रहनेछ। व्यापार व्यवसायमा प्रगति नै हुनेछ। जागिर पदोन्नतिको सम्भावना देखिन्छ। वैदेशिक यात्रा योग रहेको छ। मनमा उत्साह र उमङ्ग चल्नेछ। साहित्य सङ्गीत र कलाको क्षेत्रमा सफलता लाग्ला। दाम्पत्य जीवन सुखमय रहला। समय खर्चिलो रहेछ। वैचारिक मतभिन्नता बढ्न सक्छ। महत्त्वपूर्ण कार्यमा बाधा उत्पन्न हुने योग पनि देखिन्छ। सिंह राशि आयोजन सामान्य रहला। बोलीको प्रभाव बढ्नेछ। आकस्मिक धन प्राप्ति योग देखिन्छ। पारिवारिक अनावश्यक तनाव उत्पन्न होला छ। संसार क्षेत्र र शिक्षामा लगानी लाउने योग देखिन्छ। न्याय क्षेत्रमा बाधा उत्पन्न हुन सक्छ। सही क्षेत्रमा सफलता लाग्ला। व्यापार व्यवसाय प्रगति हुनेछ। शारीरिक थकान बढ्नेछ। मनमा चञ्चलता बढ्न सक्छ। आयोजनमा नयाँ स्रोतहरू फेला पर्नेछन्। साझेदारी कामबाट सफलता लाग्ला। कृषि व्यवसायमा सफलता मिल्नेछ। स्वास्थ्यमा दायाँ अङ्ग पीडा बढ्न सक्छ। कार्य मनोबल घट्ने देखिन्छ। अध्ययन अध्यापनमा सुधार आउने योग पनि रहेको छ। कन्या राशि शत्रु सबल रहनेछन्। व्ययको अधिकता बढ्नेछ। आफन्त तथा मित्रजनसँग अनावश्यक विवाद बढ्न सक्ने योग देखिन्छ। बोलीको प्रभाव बढ्नेछ। वैदेशिक यात्रामा सफलता लाग्ला। जागिर प्रतिष्ठा वृद्धि योग रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यावसायिक परिवर्तन योग पनि देखिन्छ। राजनीतिक लोभवाद लाग्न सक्छ। मुहारमा कान्ति छाउनेछ। पारिवारिक सम्बन्धमा खटपट रहन सक्छ। आकस्मिक धनको क्षति बेहोर्नु पर्ला। रमाइलो यात्रा योग देखिन्छ भने अनावश्यक खर्च एवं विवाद बढ्ने देखिन्छ। अध्ययन अध्यापनमा सफलता लाग्ला। व्यापार व्यवसाय उतार चढावको स्थिति रहन सक्छ। तुला राशि आफन्त सहयोग प्राप्त गरेला। पारिवारिक सुख प्राप्त गरेला। मनमा दुविधा बढ्न सक्छ। अनावश्यक खर्चले तनाव उत्पन्न होला। सञ्चार एवं विविध क्षेत्रमा रमाइलो सहभागिता बढ्नेछ। सन्तानको स्वास्थ्य बिग्रनले खर्च बढ्ला। अनावश्यक व्यक्तिको सेवा गर्नुपर्ने योग पनि देखिन्छ। सृजनात्मक गतिविधिहरू बढ्नेछन्। पारिवारिक सुख प्राप्त भए पनि सभामा वैचारिक मतभिन्नता बढ्न सक्ने योग देखिन्छ। कर्मप्रतिको आस्था बढ्नेछ। व्यवहारमा विचलन हुन सक्छ। स्वास्थ्य सामान्य रहला। शरीरमा अलसता बढ्नेछ। आर्थिक समस्याले सताउन सक्छ। स्वास्थ्यमा बाधा र दुविधाहरू बढ्न सक्ने योग पनि देखिन्छ। वृश्चिक राशि रमाइलो यात्राको अवसर प्राप्त होला। मित्रता कुलकुलबाट सहयोग मिल्नेछ। मान सम्मान बढ्नेछ। नेतृत्व गर्ने क्षमता वृद्धि होला। जागिर उच्च पद प्रतिष्ठाको योग देखिन्छ। दाम्पत्य सम्बन्धमा सुमधुरता छ होला।
आफन्तको भरण पोषणले खर्च हुने होला। मान सम्मान र पुरस्कार प्राप्ति योग पनि देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ, सन्तानबाट सन्तुष्टि मिल्नेछ। आफन्तसँगको अनावश्यक विवाद बढ्नाले मनमा खिन्नता बढ्न सक्छ। राजनीतिक एवं सामाजिक क्षेत्रमा खासै सफलता मिल्ने योग देखिँदैन। पठन पाठनलाई विदेशको यात्रा गरेला पारिवारिक समस्या आउन सक्छ। धर्म कर्मप्रति रुचि बढ्ने योग पनि देखिन्छ। धनराशि अनावश्यक तनाव बढ्नेछ, मनमा खिन्नता बढ्न सक्छ। मनोरञ्जन यात्रामा खर्च बढ्नेछ। व्यापार व्यवसायमा यथेष्ट आयोजन हुने योग देखिन्छ। नैतिकतामा आक्षेप लाग्न सक्ने योग रहेको छ। वैदेशिक यात्राका अवसरहरू मिल्नेछन्। राजनीतिक कार्यमा सफलता हात लाग्ला। धार्मिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक वर्गसँग सहकार्य गर्ने अवसर प्राप्त होला। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। कला साहित्य सङ्गीतमा रुचि बढ्ला। मित्रता आफन्तहरूले सहयोग गर्नेछन्। धार्मिक यात्रामा सहभागी भेला। कर्मप्रति निष्ठा बढ्नेछ। आयोजन सामान्य रहला। आयोजनमा सामान्य लाभ पनि देखिन्छ। स्वास्थ्य भने आंशिक सुधार हुनेछ। मकर राशि पठन पाठनमा रुचि बढ्नेछ। आफन्तले नै भरपूर सहयोग गर्नेछन्। मनमा ग्लानीले बास गर्ने हुँदा दिन तनावपूर्ण रहन सक्छ। राजकाज भने सफलता नै हात लाग्ने योग देखिन्छ। मनमा उत्साह र उमङ्ग बढ्ने योग रहेको छ। स्वास्थ्य समस्याले गर्दा थालिएका कार्यहरू उल्टन पर्न सक्छन्। अचल सम्पत्तिको लागि मुद्दा मामिला बढ्न सक्छ। अध्ययन अध्यापनमा सामान्य नै रहनेछ। वैदेशिक यात्रा योग देखिन्छ। विविध लिङ्गको सहयोगले उल्झन परेका कार्यहरू सफल हुनेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। पेटको समस्याले हटाउन सक्छ। अध्ययन अध्यापनमा रुचि रहनेछ। राजनीतिक क्षेत्रमा अनावश्यक आरोपको सम्भावना रहेको छ। कुम्भ राशि स्वास्थ्यमा समस्या आउन सक्छ। स्वास्थ्यका कारणले नै यात्रा हुने योग देखिन्छ। खर्च वृद्धि होला। शत्रुहरू तपाईँका हरेक काममा असफल बनाउने प्रयासमा लाग्नेछन्। सचेत रहनुहोला। पारिवारिक मेलमिलाप बढ्ने देखिन्छ। बोल्दा विचार गर्नुहोला। आत्मबल घटेको अनुभूति हुनेछ। मनमा कुविचारहरू उत्पन्न हुन सक्छन्। आफन्तबाट सहयोग मिल्नेछ। गरे काममा सन्तुष्टि नमिल्ला। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। यात्रा योग रहेको छ। पठन पाठन सामान्य रहला। आफन्तबाट सहयोग मिल्नेछ। समाजमा सम्मान प्राप्ति योग देखिन्छ। नयाँ नयाँ कामको थालनीहरू हुनेछन्। सन्तानले विशेष गरेर अनावश्यक तनाव दिन सक्छन्। अन्त्यमा मीन राशि दाजुभाइसँग सहयोग मिल्नेछ। पठन पाठनमा राम्रै प्रगति हुने देखिन्छ। स्वास्थ्यमा सुधार आउला। आफन्त तथा बन्धुवर्गले कुरा काट्न सक्छन्। सन्तानबाट सहयोग मिल्नेछ। आर्थिक क्षति गुमाउनु पर्ला। आगोसँग सम्बन्धित समस्याहरू उत्पन्न हुन सक्छन्। चौपाया दुर्घटना लाभ नै मिल्नेछ। पठन पाठनमा सफलता मिल्नेछ। आयोजनमा वृद्धि होला। गरेका काममा यथेष्ट फाइदा नै हुनेछ। वैदेशिक यात्रा योग देखिन्छ। मनमा दुविधा र ग्लानि बढ्न सक्छ। व्यापार व्यवसायमा अन्तर्गत खाद्यान्न आदि क्षेत्रमा सफलता मिल्ला। पठन पाठनमा सफलता मिल्नेछ। मनमा उत्साह र उमङ्ग बढ्ने योग देखिन्छ। मानसिक रूपमा स्वास्थ्य भए पनि नेत्र विकारले पनि सताउन सक्छ। स्वास्थ्यप्रति विशेष गरेर सचेत रहनु राम्रो हुनेछ।